जब तक तेरी आँच में बूंद बूंद मैं जल ना लूं, जब तक तेरे साथ में चांद तक मैं चल ना लूं। हाँ मेरे पास तुम रहो, जाने की बात ना करो, मेरे साथ तुम रहो, जाने की बात ना करो। हाम्रो भेट चाहिँ अहिले आजभन्दा करिब 6 वर्ष जति अगाडि भएको हो। त्यो चाहिँ कुलेश्वरको जनमैत्री मल्टिपल क्याम्पसबाट भेट भयो। हाम्रो फर्स्ट इयरमा पढ्दाखेरि चाहिँ म थर्ड इयरमा पढ्नुहुन्थ्यो। गाउँको दाइको साली चाहिँ उसको क्लासमेट परेको, त्यति बेलाबाटै चिन्जान भएर चाहिँ हामी अगाडि बढ्यौँ। जब तक तेरे साथ में चांद तक मैं चल ना लूं, हाँ मेरे पास तुम रहो, जाने की बात ना करो। सुरुमा चाहिँ मैले उसलाई चाहिँ बहिनी भनेर सम्बोधन गरेको। हाम्रो चिन्जान धेरै लामो भए पनि दाजु बहिनीकै सम्बन्ध थियो। लगभग 5-6 महिना मात्र भयो जब हामी यो सम्बन्ध परिवर्तन भएको। हजुरले मलाई साथी बहिनी नै भन्नुहुन्थ्यो। हाम्रो 4-5 महिना मात्रै भयो हामी यो रिलेसनमा कन्भर्ट गर्नु। हाम्रो 4-5 वर्षदेखि नै सम्बन्ध दाजु बहिनीको भएको कारणले बिहेको कुरा चाहिँ चलेको थिएन। उसको बिहे अन्त्य हुने कुरा थियो, मेरो बिहे अन्त्य हुने कुरा थियो। उहाँको मम्मीले मलाई पहिल्यैदेखि एकदमै मन पराउने अनि अमृता जस्तै बुहारी चाहिन्छ है भनेर भन्ने, अनि मेरो मम्मीले पनि उहाँलाई एकदमै मन पराउने कौशल जस्तै ज्वाइँ खोज्नुपर्छ छोरी भनेर भनिराख्नु भएको कारणले गर्दाखेरि चाहिँ उहाँको मम्मीले नै पहिला यो प्रस्ताव राख्नुभयो, गर्नुपर्छ कि के हुन्छ सोच भन्नुभयो। अनि हामीले सोचेको यो कुरा चाहिँ खास गुल्मी मम्मीले प्रस्ताव राख्नु भएको, यो गर्दा कस्तो हुन्छ होला भनेर। त्यसपछि यो कुरा मैले रसको मम्मीलाई पनि सेयर गरेँ, अनि मम्मीले पनि तिमीहरू खुसी हुन्छौ भने ठिक छ नि त भन्ने जस्तो कुरा गर्नुभयो। अनि त्यसपछि सबैजना सल्लाह गरेर अनि यो जब तक मेरी आँखें तेरा चेहरा भी न ले, जब तक तेरी धुन में। उहाँ कोरिया गइसकेपछि उहाँ फागुनमा कोरिया जानुभयो, चैतमा मेरो बर्थडे थियो। अनि उहाँ कोरिया गइसकेपछि चाहिँ उहाँको एकदमै मिल्ने साथी मार्फत मलाई बर्थडे गिफ्ट सरप्राइज बर्थडे गिफ्ट पठाइदिनु भएको। त्यो चाहिँ मेरो लागि एकदमै स्पेसल थियो आजसम्म। त्यस्तो ठुलो झगडा त खासै कहिले पनि भएन, तर सानोतिनो कुरामा ठ्याक्क डिस्कसन चाहिँ परिरहेको थियो। अयो झगडा पऱ्यो, एकचोटि राम्रैसँग झगडा पऱ्यो। हामी एकदमै खुसी छौँ, हजुर पनि सायद खुसी हुनुहुन्छ मलाई थाहा छ। अनि हजुरले मलाई कहिले पनि रुवाउनुहुन्न नि। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार, अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर। सुख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरू दुःखका नआउला भन्दिन, तर कटाउने छु सबै सँगै हाँसेर। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए, यहाँ वहाँ बहुतारी। बर पिपलु झै
जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि रात पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिमी भन्दा बढी म रमाउने छु तिम्रो दुःखमा अङ्गाली बेसरी म समा